हेलो गाइस, नमस्ते। स्वागत छ तपाईँहरूलाई मेरो नयाँ भिडियोमा है। म चाहिँ आज के गर्दैछु भनेदेखि म चाहिँ आज यो बत्ती सफा गर्दैछु। यो चाहिँ हाम्रो बुद्ध जयन्तीको लागिरहेको छ। भोलि चाहिँ बुद्ध पूर्णिमा रहेको छ, त्यसो भएर म चाहिँ यो बत्ती बाल्नको लागि कुङ बत्ती तयार गर्दैछु। अनि चाहिँ अब भोलि चाहिँ महान बुद्ध जयन्ती रहेको छ, जुन चाहिँ सम्यक सम्बुद्ध चाहिँ यो संसारमा आउनुभएको दिन र यही बुद्ध जयन्ती चाहिँ के भनेर पनि मानिन्छ भनेदेखि बुद्ध भगवान चाहिँ यही पूर्णिमाको दिनमा चाहिँ अब जन्मिनु भएको थियो भने पूर्णिमाको दिनमै चाहिँ परिनिर्वाण हुनुभएको थियो। भोलि चाहिँ महान दिन रहेको छ। हामी स्पेसल्ली बुद्धिस्टहरूको लागि चाहिँ, त्यही भएर म चाहिँ एकदमै एक्साइटेड छु है। देख्न सक्नुहुन्छ मैले चाहिँ यति सफा गरिसकेको छु। यहाँ अझै पनि बाँकी छ है, अझै पनि बाँकी छ। भोलि चाहिँ स्पेसल बुद्ध जयन्ती रहेको छ होइन। त्यसो भएर चाहिँ म हजुरहरूको सामु चाहिँ बुद्धले दिनुभएको पञ्चशील सम्बन्धी गाउन गइरहेको छु है। तपाईँलाई कस्तो लाग्छ सल्लाह सुझाव प्रतिक्रिया दिनुहोला है। बुद्धको पञ्चशील लिएर अगाडि बढ्नु छ मिलेर। बुद्धको पञ्चशील लिएर अगाडि बढ्नु छ मिलेर। धर्मको बाटो हिँडेर शान्तिलाई फैलाऊ मिलेर। धर्मको बाटो हिँडेर शान्तिलाई फैलाऊ मिलेर। मन पे मैं हूँ, मन पे मैं हूँ। स्वार्थको भावना त्यागेर दया र करुणा फैलाउन। स्वार्थको भावना त्यागेर दया र करुणा राखौन। छोड्नु नै छ नि यो संसार नमुना भएर बाँचौन। छोड्नु नै छ नि यो संसार नमुना भएर बाँचौन। मन पे मैं हूँ, मन पे मैं हूँ। हीरा र रत्न केही होइन, सुख त दिने धर्म नै हो। हीरा र रत्न केही होइन, सुख त दिने धर्म नै हो। तिम्रो र मेरो के भन्ने डोराइदिने कर्म नै हो। तिम्रो र मेरो के भन्ने डोराइदिने कर्म नै हो। मन पे मैं हूँ, मन पे मैं हूँ। बुद्धको पञ्चशील लिएर अगाडि बढ्नु छ मिलेर। बुद्धको पञ्चशील लिएर अगाडि बढ्नु छ मिलेर। धर्मको बाटो हिँडेर शान्तिलाई फैलाऊ मिलेर। धर्मको बाटो हिँडेर शान्तिलाई फैलाऊ मिलेर। मन पे मैं हूँ, मन पे मैं हूँ। स्वार्थको भावना त्यागेर दया र करुणा फैलाउन। स्वार्थको भावना त्यागेर दया र करुणा फैलाउन। छोड्नु नै छ नि संसार नमुना भएर
बाँचौँ छोड्नु नै छ नि यो संसार नमुना भएर बाँचौँ ओ मने पे में हूँ ओ मने पे में हूँ हीरा र रत्न केही होइन सुख त दिने धर्म नै हो हीरा र रत्न केही होइन सुख त दिने धर्म नै हो तिम्रो र मेरो के भन्ने डोर्याइदिने कर्म नै हो तिम्रो र मेरो के भन्ने डोर्याइदिने कर्म नै हो ओ मने पे में हूँ ओ मने पे में हूँ। हेलो नमस्ते सम्पूर्ण साथीहरूलाई आज चाहिँ म भोलिको लागि तयारी गर्दैछु। भोलि चाहिँ हाम्रो के रहेको छ भने बुद्ध पूर्णिमा रहेको छ अर्थात् बुद्ध जयन्ती रहेको छ। म चाहिँ बुद्ध जयन्तीको लागि तयारी गर्दैछु। हाम्रो कुमबत्ती सफा गर्दैछु भोलि बत्ती बाल्नको लागि। भोलि चाहिँ हाम्रो महान दिन रहेको छ बुद्ध भगवानको जन्मदिन। अनि त्यसपछि सँगसँगै निर्वाण प्राप्त दिन पनि एकदमै एक्साइटेड छु किनभने हाम्रो चाहिँ होइन सम्यक सम्बुद्ध चाहिँ यो संसारमा चाहिँ जन्म लिनु भएको दिन रहेको छ भोलि बुद्ध पूर्णिमा। मलाई चाहिँ एकदम खुसी लागिरहेको छ होइन साथसाथै म एक्साइटेड पनि छु र मैले चाहिँ सबै कुमबत्तीहरू सफा गरिसकेँ। अब चाहिँ घिउ तताउनु पर्ने हुन्छ स्नानको लागि। मैले चाहिँ अमृत वनस्पति घिउ चाहिँ ल्याएको छु र हाम्रो यो बत्तीमा हाल्ने यो के भन्छ यसलाई चाहिँ त्युरी भन्छ हाम्रो चाहिँ तपाईँहरूको के भन्छ थाहा छैन। यो बत्तीमा कुमबत्तीमा हाल्ने यो पनि मैले ल्याइसकेको छु। अब म चाहिँ घिउ तताउन जाँदैछु किचनमा। घिउ तताउन चाहिँ म किचनमा जाँदैछु। घिउ तताउन चाहिँ किचनमा जाँदैछु होइन तपाईँहरूलाई म देखाइदिन्छु होइन। तपाईँलाई यो कुरा थाहा छैन भने म देखाउन जाँदैछु होइन किचनमा जाँदैछु म घिउ तताउन। र मैले चाहिँ किचनमा घिउलाई ल्याइसकेको छु होइन। अनि त्यसपछि म चाहिँ घिउ तताउन जाँदैछु। स्टप गरेर यहाँ भिडियो गर्ने मान्छे कोही पनि भएन क्या मेरो। भयो भयो सब यसरी हालेर हेलो गाइस हामी यहाँ घिउ तताइरहेको घिउ तताउने काम चाहिँ हाम्रो अस्मिनो तामाङले गरिरहेछ। ल भयो भयो धन्यवाद मेरो भिडियो बनाइदिनु भयो तपाईँले एकदमै धेरै धेरै धन्यवाद। म चाहिँ अब घिउ तताउन जाँदैछु तर हाम्रो ग्यास चाहिँ खाली छ कि छैन पाकिसकेको छ। ल हुन्छ धन्यवाद। घिउ तात्दैछ तपाईँले देख्न सक्नुहुन्छ। हाम्रो दाइ चाहिँ यहाँ स्पेसल पकाएर खाइदिँदै हुनुहुन्छ हामीलाई है। हजुर हुनुहुन्छ हाम्रो एजिना मिस एजिना दिदी है। अनि उहाँ चाहिँ के अरे उहाँ चाहिँ होइन उहाँलाई चाहिँ क्यामेराको एकदम फोबिया छ के क्यामेरा अगाडि ल्यायो कि भाग्य हाल क्या गर्छ ऊ क्यामेरा फोबिया छ। के राय सल्लाह सुझाव छ तपाईँको कस्तो लागिरहेछ भोलि बुद्ध जयन्ती बुद्ध पूर्णिमा यहाँ हेर्नुहोस् गएको छ हाम्रो एजिना दम घाटा नाग्री ल गाइस आज चाहिँ के अरे मैले चाहिँ घिउ तताएर ल्याइसकेको छु। अब म चाहिँ यहाँ कुममा हाल्न गइरहेको छु। तपाईँलाई त्यो पनि देखाउनेछु म। चाहिँ यस्तो भुलक्कड भएको छु नि है। म माथि घिउ तताउन पनि जान्छु अनि त्यसपछि
त्यो कुङ राख्नको लागि ट्रे पुगेको थिएन, ट्रे पनि ल्याउँछु भनेर गएको त उसकै बिर्सिरहेको छु त। उहाँ हाम्रो सेफले चाहिँ सेफ दाइले चाहिँ पुरै तामाको तरकारी छ नि तामालाई उसिनेर के को तरकारी बनाउन लाग्नु भएको छ होइन। म चाहिँ फाइनली ट्रे लिएर आएँ त्यो भुल्ने बानीले पनि कतिचोटि तलमाथि गर्नुपर्छ, त्यत्तिकै थाकिन्छ क्या। म चाहिँ यहाँ बत्तीहरू बनाउन लागिरहेको छु। भोलिको चट्ट रेडी गरेर राख्यो भने भोलि सजिलो भयो नि त, काम गर्ने पाउनु हो नि त। त्यही भएर अझै निम्त्याइ दिन भनेर मैले सबै अझै गरिरहेको छु भोलिको लागि। तपाईँहरू पनि आउनु होला। जयन्ती मनाउनुको लागि, जन्मदिन मनाउनुको लागि चाहिँ तपाईँहरू पनि आउन सक्नुहुन्छ। तपाईँहरू हेर्न सक्नुहुन्छ हाम्रो चाहिँ 2 ट्रे आधा कुङ बत्ती भइसकेको छ, तर यतिले पनि पुग्नेवाला चाहिँ छैन, किनभने हाम्रो आफन्त इष्टमित्र नातेदारहरू धेरै मात्रामा आउनुहुन्छ, त्यस भएर यतिले पुग्नेवाला छैन। त्यस भएर चाहिँ म अर्को पनि खोज्न जाँदैछु। मैले चाहिँ के भन्न लाग्थ्यो भनेदेखि होइन, हुन त सबैलाई आफ्नो धर्म, अब आफ्नो धर्म आफैमा राम्रो लाग्छ होइन। जस हुन्छ नि, धर्म भनेको यो धर्म सानो त्यो धर्म ठुलो भन्ने हुँदैन। तर पनि किन म अब जन्मजाति बुद्धिस्ट भएको कारणले गर्दा हो कि मलाई चाहिँ बुद्धिस्ट हुनुमा एकदमै प्राउड फिल हुन्छ क्या, एकदमै प्राउड फिल हुन्छ। अनि त्यसपछि बुद्ध भगवान्ले दिनुभएको सन्देश, दिनुभएको ज्ञान होइन, जुन अब सिलको कुराहरूदेखि लिएर सबै कुरा चाहिँ एकदमै होइन हृदयदेखि नै अब जस टच हुन्छ क्या, हर्टमा नै टच हुन्छ होइन। हाम्रो कुङबत्ती पनि पुगेन र हाम्रो डाल्टा घिउ पनि नपुगेको कारणले गर्दा यदि चाहिँ बाँकी रहेको छ हाल्नको लागि, यताको मैले चाहिँ घिउ हालेर ठिक्क पारिराखेको छु। ल अब म चाहिँ घिउ किन्न गएँ।